हेलो म निजिता हाम्रो मम्मी यता हुनुहुन्छ हैन मम्मी र म चाहिँ यहाँ हाम्रो गाउँकै जिम जाँदैछौँ सबै स्कुलहरु सबै काम भ्याएर साँझको 5 बज्न आँट्यो हैन हाम्रो मम्मी चाहिँ स्कुल भ्याएर जिम गर्न सुरु गरिसक्नु हैन यो डर लाग्दो जिम है पब्लिक जिम है यो जो आएन हुन्छ बडरेमा ल जिम सेन्टर व्यायाम सेन्टर हाम्रो भ्लग कन्टिन्यू हुँदैछ हैन हाम्रो मम्मी साइक्लिङ गर्दै हुनुहुन्छ मैले चाहिँ सबै लगभग सबै सकिसके यहाँ सबैको एक्सर्साइज सबै भइसके अनि यो नि गरे सबै गरे के आमा चाहिँ टल हेरौ बसो जिम के लड्दो ल हामी जिम सकेर हिँडिसक्यौँ है यस्तो कालो छ यहाँनिर मम्मी जाँदै हुनुहुन्छ हामी आइसक्यौँ मम्मी हैङच्याङ गर्दै हुनुहुन्छ अनि हाम्रो घर र व्यायाम सेन्टर यहाँ अलि तल हो है तल घर चाहिँ यता घर चाहिँ यहाँ पछाडि हो है बाई सी यू